चर्चा छ, स्वतन्त्र हुन्छ कि राजसभाबाट हुन्छ? यसैमा मैले थपे मन्त्री चाहिँ म जयसिंह महरा कान्तिपुरबाट। हजुरले चाहिँ लिखित वक्तव्यमा एउटा कुरा, दुईटा कुरा भन्नुभयो। एउटा म भदौ के अरे पुस 14 को बालेन्द्र साँची रहेको र रवि लामेछाने र तपाईँहरूको तर्फबाट अध्यक्ष दुईजना अनुप कुमार उपाध्यायले हस्ताक्षर गरेको सहमति कार्यान्वयन भएको छैन भन्नुभयो। अर्को चाहिँ उज्यालो नेपालको अभियानमा म सक्रिय हुन्छु भन्नुभयो होइन। अनि अहिले चाहिँ फेरि हाम्रो साथीहरूको आत्मसम्मानमा कुनै पनि कमी हुन दिने छैन। यो तीनटा कुरा जोड्दाखेरि तपाईँ भोलिदेखि रासोपाको उपाध्यक्ष भएको देख्न पाउँछौँ कि हामी अरू नै आफ्नो उज्यालो अभियानमै लाग्नुहुन्छ? यसको जवाब दिइदिनु। पहिलो कुरा चाहिँ मैले अघि पनि भनिरहेको छु, अघि पनि भनेको थिएँ, म कुनै पनि पार्टीको सदस्यता आधिकारिक रूपमा लिएको छैन। आधिकारिक रूपमा मैले सदस्यता लिएको छैन। तर त्यसको अर्थ कुनै पनि पार्टीमा मेरो सद्भाव रहन्छ, मेरो साथ समर्थन रहन्छ। तर तपाईको पनि रहन सक्छ, तर म सदस्यता त लिएको छैन। मैले आजदेखि मैले मन्त्री परिषदबाट राजीनामा दिएको छु। म अब खुल्ला भएको छु। भोलिबाट म अध्यक्ष पनि हुन सक्छु, उपाध्यक्ष पनि हुन सक्छु, सदस्य पनि हुन सक्छु। त्यो भएको हुनाले जुन दुईटा पार्टीको बीचमा अन्डरस्ट्यान्डिङ गर्नुभयो, मेरो नाम पनि त्यहाँ उल्लेख गर्नुभयो। हजुरको त्यो सहमतिको साँची हुनुहुन्थ्यो? म पनि थिएँ, म पनि थिएँ। तर त्यो सहमति कार्यान्वयन भएको छैन। त्यो सहमतिमा म चाहिँ उपाध्यक्ष उपसभापति भनेर कहीँ पनि अहिलेसम्म इन्डोर्स भएको छैन। कसैले पनि इन्डोर्स गरेको छैन। सम्बन्धित पार्टीले इन्डोर्स गर्नुपर्ने होला, त्यो मर्जरको प्रोसेस प्रक्रिया टुङ्गिनुपर्ने होला र त्यो इन्डोर्समेन्ट भएको छैन। त्यो भएको हुनाले मैले केही समय यो सरकारमा रहिरहेको। जुन दिन त्यो चाहिँ त्यो हुन्थ्यो त्योभन्दा अगाडि नै मैले राजीनामा दिइसक्थ्यो। आजसम्म केही विषयहरूमा नटुङ्गिएको हुनाले म बसिरहेको र मैले यो विषयलाई जुन किसिमले आज हिजो यहाँहरूले के अरे बाहिर आएको छ मिडियामा, त्यो सरासर गलत छ। त्यो मैले त्यसमा ठुलो विषय पनि लिएको छैन। यो विषय मैले जे बोलेको मैले सही बोलिरहेको छु। मेरो सद्भाव रहन सक्छ, समर्थन रहन सक्छ, कुनै पनि पार्टीमा